क्लोरोफर्मलाई ट्राइक्लोरोमिथेन पनि भनिन्छ, एनेस्थेटिक एजेन्ट पनि भनिन्छ, स्वीट स्मेलिङ कम्पाउन्ड भनिन्छ। अनि क्लोरोफर्म भनेको CHCl3 हो। अनि CHCl3 लाई के गर्दा O2 अथवा सनलाइट पर्दा के बन्छ भन्दाखेरि C डबल बोन्ड O Cl बन्छ। यसलाई के भनिन्छ भन्दाखेरि फोर्जिन भनिन्छ। यो के हुन्छ टक्सिक फर्ममा बसेको हुन्छ। अनि यो भेसलमा भएको के हो फोर्जिनमा 0.5 to 1% डाइ इथाइल अल्कोहल राख्दा के भन्छ भन्दाखेरि 0.5 to 1% डाइ इथाइल अल्कोहल राख्दाखेरि फोर्जिन टक्सिक फर्मको केमा जान्छ नन टक्सिक फर्ममा। जस्तै डाइइथाइल के हुन्छ डाइइथाइल अल्कोहल C2H5OH 2 मोलिक्युल अफ C2H5OH प्लस। अनि फोर्जिन भने के हो फोर्जिन भनेको Cl C डबल बोन्ड Cl हो। अनि यसलाई मैले यस्तै राख्छु C डबल बोन्ड Cl अनि यो के भन्छ HCl यो HCl। अनि यसबाट के भन्छ भन्दाखेरि C2H5O2 CO यसले के भन्छ डाइल इथाइल कार्बोनेट। अनि के हो CHCl3 लाई Ag पाउडरसँग हिट गर्दाखेरि के बन्छ भन्दाखेरि इथाइन C डबल बोन्ड CH बन्छ। अनि CHCl3 लाई के गर्दाखेरि OH NO2 सँग राख्दाखेरि के भन्छ यो H यो OH हटेर जान्छ। अनि CCl3 हुन्छ भनेपछि CCl सरी कस्तो हुन्छ भन्दाखेरि यो C भयो यहाँ NO2 नाइट्रो जोडेपछि माथि पनि Cl तल पनि Cl यहाँ Cl। यसलाई के भनिन्छ ट्राइक्लोरो नाइट्रोमिथेन। यसको अर्को नाम के हो क्लोरिटोन हो। अनि CHCl3 लाई एसिटोन भनेको C डबल बोन्ड CH3 सँग गर्दाखेरि यो र यो यहाँ जान्छ अनि यो आएको तल जान्छ। के बन्छ भन्दाखेरि CH3 C डबल बोन्ड OH CH3 अनि यहाँ के आउँछ भन्दाखेरि CCl3 भनेको C यहाँ हुन्छ अनि Cl यसलाई के भन्छ भन्दाखेरि क्लोरिटोन अथवा यसलाई स्लिप इन्ड्युसिङ यसलाई के भन्छ भन्दाखेरि क्लोरिटोन अथवा स्लिप इन्ड्युसिङ ड्रग। अनि अर्को के छ भन्दा CHCl3 मा जिंक प्लस के H2O राख्दाखेरि के भन्छ CH4 मिथेन। अनि CHCl3 मा जिंक प्लस HCl राख्दाखेरि के भन्छ भन्दाखेरि CH2Cl2। अनि यसको मेन इम्पोर्टेन्ट के हो नेमिङ रिएक्सन भनेको
भेक्टर मेयर राइमन टाइमर कहाँ जान्छ भेक्टर राइमन टाइमर भनेको राइमर टाइमन रियाक्सन भनेको फिनलमा कि CaCl3 राख्दा के बन्छ भन्दाखेरि OH प्लस CHO यसको नाम अर्थो हाइड्रोक्सी बेन्जल्डिहाइड यसको नाम के हो स्यालिसाइल अल्डिहाइड